हेलो नमस्ते सम्पूर्णमा हजुरको म आशिष सर बोल्दैछु मेडिको हेयरबाट है त सो टुडे बेसिकली विल बी फोकसिङ अन द भेरी सफ्ट टपिक द्याट इज एमबिबिएस को डेट है डिफ्रेन्ट कमन इन्ट्रान्स इक्जामिनेसनको डेट आइसकेको छ सो वान फोकस ओभर देयर है त सो एमबिबिएस कहिले हुनेछ एमबिबिएस इक्जाम कहिले हुन गइरहेको छ इट्स 2082 साल 7 महिना 15 गते माका डेट है त 11 बजेदेखि 2 बजेसम्म हुन्छ कति घण्टाको पेपर हुन्छ 3 आवर्सको पेपर हुन गइरहेछ है सो एउटा क्वेसन हजुरले मिस्टेक गर्नुभयो सपोज एउटा एमसिक्युएस है वान एमसिक्युएस हजुरले मिस्टेक गर्नुभयो रङ टिक लगाउनु भयो है रङ एन्सर टिक लगाएको मध्येमा क्राइटेरिया चाहिँ नेगेटिभ मार्किङको के छ 0.25 है फर्स्ट कुरा एकदम ध्यान दिएर हेर्नु सुन्नु होला एन्ड सेकेन्ड कुरा बिडिएस को इक्जाम कहिले गरेछ 2082 साल 7 महिना 16 गते है बिएससी नर्सिङ बिएससी मिडवाइफरी बिएसएलएपी पर्फेसन टेक्नोलोजी है 7 महिना 17 गते सेम टाइम है सबैको टाइम भनेको एकदमै सेम छ 11 बजेदेखि लिएर 2 बजेसम्म इक्जाम हुन गइरहेछ ओके बाम्स त्यसै गरी बिएनएस बिएमएस बिएसएमएलटी बिएसएमआइटी रेडियोथेरापी टेक्नोलोजी बिपिटी बी फार्मेसी एन्ड बी अप्टोमेट्रीको इक्जाम चाहिँ 7 महिना 18 गते सेम टाइममा बिपिएचको पनि इक्जाम 7 महिना 19 गते सेम टाइममा है सो सम्पूर्णलाई एकदम धेरै बेस्ट अफ लक मेडिकल हेड साइडबाट है एकदम धेरै बेस्ट अफ लक चाहिँ के ध्यान दिने कुराहरू छ त्यो चाहिँ एकपल्ट सुन्नु होला है त सो टाइमको कुरा गर्नुहुन्छ भने टाइम कति घण्टा छ 3 आवर्स छ है सो एमबिबिएस को कुरा गर्छु म है बेसिकली एमबिबिएसमा नेगेटिभ मार्किङ कति 0.25 जान्छ पर क्वेसन मिस्टेक गर्नुभयो भने है सो क्रिटिकल अब कतिलाई के हुन्छ फिजिक्स केमिस्ट्री बायोलोजी र म्याथ है कहाँबाट सुरु गर्ने त है कहाँबाट सुरु गर्ने सो कसैलाई फिजिक्स लाग्न सक्छ इजी कसैलाई केमिस्ट्री इजी लाग्छ कसैलाई बायोलोजी इजी लाग्छ कसैलाई म्याथ इजी लाग्छ बट बेसिकली मेजोरिटी अफ स्टुडेन्टले बायोलोजीबाट सुरु गर्नुहुन्छ सो यु क्यान स्टार्ट फ्रम द बायोलोजी एन्ड देन केमिस्ट्री फिजिक्स एन्ड लास्टमा म्याथ गर्दा हुन्छ ओके सो मस्ट नो पोइन्ट भनेको के भन्दाखेरि इक्जाममा काम डाउन हुनुहोस् है आएको क्वेसन्स आफूलाई यदि जुन क्वेसनमा कन्फिडेन्स छ है जुन क्वेसनमा आफूलाई कन्फिडेन्स छ त्यो क्वेसन्स पहिला सल्भ गर्ने है त सो नेगेटिभ मार्किङतिर नजाने है किन नजाने सो ठिक भएको अथवा करेक्ट भएको क्वेसन मध्येमा तपाईँको 0.25 के हुन्छ माइनस हुन जान्छ है त त्यसैले नेगेटिभ मार्किङ चाहिँ हुनु छ एन्ड यु हेभ टु बी भेरी 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 सिरियस फर द्याट है त सो सबैलाई बेस्ट अफ